हेलो नमस्कार हजुर नमस्कार। म यहाँ यसो धनियाँमा पानी हाल्दैछु यहाँनेरि। यहाँ हेर्नुहोस् त हजुर, यी धनियाँमा पानी हाल्दै गरेको। त्यसपालि यो पानी हाल्दैछु यहाँ म। यो बिचमा यसरी काँक्रो छ, हेर्नुहोस् त यो काँक्रोहरूमा सर यो बिचमा काँक्रो, अनि यहाँ बारीमा धनियाँ, यी छेउछेउमा यी घिरौँलो देख्नुभयो हजुर, घिरौँलो। यी घिरौँलोको बुट्टा छन्। यसरी यसपालि यो यो बारीमा मैले यी घिरौँलो लगाएँ, अनि काँक्रो घिरौँलो पर पनि घिरौँलो गर्दै काँक्रो घिरौँलो यसरी गर्दै गर्दै यी घिरौँलाको बोट अहिले सानो सानो यत्रो यत्रो छ। धनियाँ यत्रो यत्रो छ, मसिनो आउँदैछ। साउनमा बेच्ने धनियाँ भनेको यी हेर्नुहोस् त ल। काँक्रो पनि तिजमा काँक्रो फलाउने भनेर काँक्रो रोपिरहेको छु। हेर्नुहोस् त हजुर, पुरै वरपार यो पुरै यो यो टनेलै टाकटुकै काँक्रो र घिरौँलो हेर्नुहोस् त ल। यस्तो तरिकाले हरेक घिरौँलाहरू छन्। अनि झारसँग सकिएन र झार मार्ने दबाई हानेको छु। यहाँ हेर्नुहोस्, अब यता तपाईँको चाहिने यो धानको बिउ मैले राखेँ हो। यो चाहिँ मेरो धानको बिउ हो। यो वरपारै अस्ति टनेलभित्रै राखेको, यसपालि बाहिरको झारसँग जोत्न सकिएन। अनि हेर्नुहोस्, सँगसँगै करेलाको बोट पनि लगाइरहेको छु यसरी। करेला पनि छ, घिरौँलो घिरौँलो र करेलो। अनि तपाईँको चाहिने को छ हेर्नुहोस्, मकै। ल हेर्नुहोस् मकै, देख्नुभयो हजुर मकै मेरो। ल हेर्नुहोस्, हरियो मकै खान आउनुहोस् है। ल यी करेलाको बोट ल हेर्नुहोस्, भर्खर छ। अब ढिलो ढिलो लिम्बूको बुद्धि ढिलो आउँछ अरे, अनि ढिलो रोपेको करेलो। मकै पनि भर्खरै छ, किराले खान थालेछ। करेलो हेर्नुहोस् ल। यता अनि यो भयो, यता मकै बारी ल हेर्नुहोस्। अनि मैले आज 5 वर्ष भयो यो अनार रोपेको। साह्रो मिठो खालको अनार हेर्नुहोस् त फलेको ल। यो एकदम मिठो अनार पनि 5 वर्ष भयो। 5 वर्षमा यतिको राम्रो फलेकै छ, हेर्नुहोस् त ल। अब हेर्नुहोस्, अब यता मकै, यता फेरि घिरौँला आयो। घिरौँलाको बोट यत्रो यत्रो भइरहेछ। यी काँक्रो हेर्नुहोस् त हजुर, यो यसरी रोप्दैछु, भर्खर उम्रिँदैछ। यहाँ धनियाँ छर्या हो, उम्रिँदैछ। हेर्नुहोस् त ल। सिमी वरिपरि यसपालि यहाँ सबै साउनमा धनियाँको भाउ चाहिँ धेरै महँगो आउँछ भन्छन् र यसपालि हेरि हेरौँ न त भनेर यो बारीमा मैले डल्लै धनियाँ मात्रै छरेको छु हजुर, साग र धनियाँ। ल हेर्नुहोस्, यसपालि घिरौँलाको र काँक्राको खेती एकदम लगाइरहेको छु। अब के कस्तो हुन्छ भगवान भरोसे। म एकदम कृषिमा अब अलि यहाँ सधैँ गोलबेडा लाउँथेँ, यसपालि लाइनँ। यसपालि घिरौँला लाउँदैछु हजुर। र अब यसो हेरिदिनुहोस्, काँक्रो मसिनो छ। पछि तिजको बेला काँक्रा खानु आउनुहोस्, म भक्कु काँक्रा र घिरौँला खिलाउँछु तपाईँहरूलाई। ल साग चाहिए साग, धनियाँ चाहिए धनियाँ, सिमी बोडी यहीँ छन् वरिपरि। हस् त, म बुढो कृषकलाई यसो अब यसो पछि फलेको बेला पनि देखाउँछु, अहिले पनि देखाएँ। अस्ति छर्दै गर्दा पनि देखाएको छु। अब यत्रो यत्रो भयो, अस्ति छर्दै गरेको तपाईँहरूले हेर्नु भएको छ नि त, अस्तिको भयो। ल हेर्नुहोस् ल। अब यस्तो यस्तो गरेर दुःख गरिरहेको छु हजुर। ल हेरिदिनुहोस्, लाइभ सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद हजुर तपाईँहरूलाई। म पनि सपोर्ट दिन्छु, मलाई पनि सपोर्ट दिनुहोस्। बाई बाई।